What's up people? Welcome to Tanibi Vlogs after a long time. हामी अब आज चाहिँ बाहिर जाँदैछौँ. So it's our anniversary. First of all, happy anniversary. Happy anniversary. So anniversary को getaway one night को लागि. So हामी आज एक ठाउँमा जाँदैछौँ र बिस्तारै बाटो पनि देखाउँछु अनि त्यसरी गएपछि खबर गर्छु है त. ल so stay tuned. What's up people? Welcome back. यसो लेक हेरौँ भनेर एउटा पोइन्टमा आउन खोजेको खासमा है. पुरै हावा चलिरहेछ, आवाज राम्ररी नसुन्ला हैन. अनि पार्किङ स्पट भनेर देखाएको थियो. पार्किङ स्पट पनि पुरै के रे हिउँ छ. छिर्ने ठाउँ पनि छैन के. अनि क्लोज रहेछ त्यही भएर. अनि मेन कुरा भनेको चाहिँ लेक चाहिँ कस्तो छ भने हेर्नु. सो यो सब सेतो देखिरहेछ, यो लेक हो क्या. यो पानी हो, यो पानी हो. पुरै यो छ, यो पानी हो कि जमिन नै हो, जमिनमा भएको भन्ने जस्तो भएको छ कि. कस्तो रहेछ त लेक? ओके, अब हामी खासै यहाँनिर उ गर्ने ठाउँै भएन. अब निक्लिन्छौँ होला यहाँबाट. अनि हाम्रो मेन डेस्टिनेसन चाहिँ कटेज हो, त्यहाँ जान्छौँ. सो स्टे ट्युन्ड है त. अलराइट पिपल, हामी चाहिँ आइपुगिसक्यौँ होइन. सो पुरै हिउँले भएको छ. यु क्यान सी द्याट. बाटो मात्र यति बनाएको छ. गाडी यहाँ राख्यौँ. सो दिस इज द स्मल क्याबिन होइन, कटेज. अब यसको पछाडिपट्टि पनि छ. पछाडिपट्टि चाहिँ हट टब र सौना छ, जुन हामी प्रोबेबली सकेसम्म युज गर्छौँ होला. अलिकति यता सम्म त ब्याकयार्ड जाने बाटो. ल यता चाहिँ सौनाको ब्याक यो भयो. अनि उतापट्टि छ हट्टबाट चाहिँ, त्यो चाहिँ म उता साइडबाट देखाउँछु. भर्खरै सामानहरू निकाल्यौँ हामीले. अनि अब भित्र छिर्छौँ. यो चाहिँ दाउरा लिएर आएको छौँ, त्यो हट टब रोजको लागि, सौनाको लागि. हेरौँ कति हुन्छ. फर्स्ट टाइम गर्दा हो. स्टे ट्युन्ड है त. भित्र छिर्यो. यो चाहिँ बेडरुम. सामान अलिकति अस्तव्यस्त छ, भर्खरै ल्या भएर. यहाँ वासरुम छ सानो. अनि किचन एरिया, हल्का बस्नलाई ठाउँ. डाइनिङ भइहाल्यो. यहाँ पनि अर्को स्पेस छ. लिभिङ रुम, बुक्सहरू छ. अनि यहाँबाट हो जाने. सो यो चाहिँ हट टब यहाँनिर छ. अब म बाल्न सुरु गर्छु होला आगो. स्टे ट्युन्ड म देखाउँछु. त्यो हट टबको चाहिँ हालत यस्तो छ, फ्रोजन छ जस्तो छ. अब यहाँ मिलाउनु पर्छ एकैछिन. पहिला यो कभर झिक्नु पऱ्यो अनि हेर्नु पऱ्यो है त. स्टे ट्युन्ड. त्यो आगो बालियो है. अब त्यो तातिँदैछ. तातिन्जेल अब हामी केही खान्छौँ. हामीले चाहिँ जस्ट एक नाइटको लागि मात्र आएको भएन अरे. अब धेरै टाइम वेस्ट के अरे भनौँ, पकाउने यताउतामा टाइम वेस्ट नगरौँ भनेर प्रिपेयर नै बोकेर आएको छौँ. सो अब खान्छौँ खानेकुरा. अहिले खान्छौँ. त्यस पछाडि अनि बिस्तारै त्यो ताते पछाडि यताउता बस्ने, यताउता गर्छौँ. सो स्टे ट्युन्ड. ओके गाइज, हामी अब केक काट्न लाग्यो. ह्याप्पी एनिभर्सरी हामी दुईजनालाई. ह्याप्पी एनिभर्सरी. ह्याप्पी एनिभर्सरी बडु. त्यता पनि ह्याप्पी एनिभर्सरी. ओके, अब केक काटियो. एकैछिन हेऱ्यो. केक काटियो. अब केही खान्छौँ, फोटोसोटो खिच्छौँ, केही खान्छौँ. अनि त्यस पछाडि आजको
नाइट सकिन्छ अरे होइन स्टे ट्युन है त आयो है अब डिनर पहिला वाइन खोलौँ न आइस वाइन इस्तेमाल गरेँ कति पैसा खाएको हुन्न भन्दै थिएँ कटको त्यस्तै त अनि Cheers. Cheers. Happy anniversary. Cheers, Bodo. Happy anniversary.
पिपल रात परिसक्यो होइन बल्ल बल्ल यो फ्रोजन पुरा उ भयो यहाँ आगो बलिरहेछ दनदन्ती अब तातिँदैछ हल्का बाफ उठ्दैछ अब हल्का छिरिन्छ एकैछिन सौना पनि यता स्टे ट्युन्ड